हेलो हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। आज चाहिँ हाम्रो विद्यालय बिदा भएको 10 दिनपछि फेरि जाँदैछु म। भिडियो नबनाएको पनि त कति धेरै दिन भएको थियो नि त। अनि आज चाहिँ बाटोमा भिडियो स्टार्ट गरेर जाऊँ न त, कहाँ के हुन्छ भनेर भिडियो स्टार्ट गरेको। हजुरहरू के गर्दै हुनुहुन्छ? सबैजना सन्चै हुनुहुन्छ होला। वर्षायामको समय छ, सबैजना सुरक्षित भएर बस्नु होला। अनि हामी चाहिँ यस्तो छ बाटो, पुरै भर्खर हाम्रो रोड खन्या हो नि त यतातिर। अनि त्यही भएर पुरै माथिबाट पहिरो आउँछ कि भनेर हेर्दै जानुपर्छ साथीहरू। अनि हाम्रो बर्खायाममा यति सानो थियो कि यो खोला, देख्न सक्नुहुन्छ कति ठुलो भएछ खोला। आजभोलि त पुरै स्वासा गरेर यति ठुलो भयो है त। हेर्नु त यस्तो बग्ने भइसक्यो यो खोला। यस्तो पानी परिरहेछ आजभोलि त के गर्नु र। अनि नानी र म चाहिँ जाँदैछु स्कुल। साथीहरू हामी चाहिँ जानु लाग्यो स्कुलबाट। 1 बजीमा छुट्टी भयो आज। अनि आज हिउँ सङ्क्रान्ति हो नि त, 1 गते। त्यही भएर बच्चाहरू पनि धेरै आउनु भएको थिएन। 1 बजे नै बिदा गरिदिएर हामी चाहिँ अहिले जान लाग्यो घर। अब मम्मी कस्तो चिप्लो छ? बरेखा मासको साउने बेला उरेलेर आउने यसो सिमसिम पानी परे तिम्रै झल्को लाउने सम्झेउरा सम्झेउरा माडुल्की लायो तिम्रो यादले कालेजी छेउ खायो। बर्खा लायो सिम सिम पानी झरी छ, सिम पानी झरी छ। पिर परे झै आँसु आँखा भरी छ। चरी बाँसैमा रुदै काहीँ देऊ बर्खा मासैमा। बरेखा मासको साउने बेला उरेलेर आउने यसो सिमसिम पानी परे सुस्तरी तिमी दिलमा सर्यौ किन यति धेरै मलाई माया गर्यौ। माडुल्की लायो तिम्रो यादले कालेजी छेउ खायो। हे मुसलधारे पानी पर्दा लाग्छ मनमा डर, कति बेला पहिरोले बगाउने हौ घर। आज तिमीले मोहनी लगायो छिनको छिनमालाई नै संसारै भुलायो। खोटाङ जिल्ला दिक्तेल बजार। जीवन खोला जस्तो हुनुपर्छ र खोला जस्तै नै हो पनि। कहिले शान्त भएर बगाउनुपर्छ, कहिले बहकिएर रेलगाडी जस्तो भएर बगाउनुपर्छ।
साथीहरू म चाहिँ घर आइसकेँ अहिले चाहिँ घर आएर नि यहाँ रोटी खाँदैछु स्कुलबाट त भिडियो गर्नै भएन स्कुलदेखि हिँडेदेखि त पुरै उस भएर यति बाटो चिप्लो यति भयो कति ठाउँ लडेँ म नानी र म त कम्तीमा पनि 10-12 ठाउँ होला यस्तो चिप्लो बाटो यति धेरै चिप्लो 10-12 ठाउँसम्म लोटेर बल्ल आइपुग्यौँ अनि त्यही हो साथीहरू म चाहिँ घर आएर पनि खाजा खाइसकेँ अब खाजासाजा खाएर बसिरहेको छु अनि आजको भिडियो के कस्तो लाग्यो छोटो छ तैपनि अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद अब फेरि भोलि अर्को भिडियोमा भेट्ने है त साथीहरू लभ यु बाई बाई